असल सामरीको दृष्टान्त एकजना पण्डितद्वारा ख्रिस्टलाई सोधिएको प्रश्नका साथ आरम्भ हुन्छ। जब मुक्तिदाता शिक्षा दिँदै हुनुहुन्थ्यो तब व्यवस्थाका साथ आरम्भ हुन्छ। उहाँले भन्नुभयो, एकजना मानिस यरुशलेमबाट एरिहोतिर जाँदै थियो। त्यो डाकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गे पारेर पिटेर अधमरो पारी छाडेर गए। यरुशलेमदेखि एरिहोसम्म यात्राको दौरान एक यात्रुले यहुदियाको उजाड स्थान पार गर्नुपर्ने हुन्थ्यो। सो गोरेटो सुनसान ढुङ्गेनी कन्दरा हुँदै गुज्रन्थ्यो, जहाँ डाकुहरू लुक्ने गर्दथे, जहाँ कयौं पटक आपराधिक घटनाहरू घट्ने गर्दथे। त्यही स्थानमा सो यात्रीमाथि आक्रमण गरेको थियो र उसका सारा मूल्यवान सामानहरू लुटिएको थियो र उसलाई बाटोको छेउमा अधमरो अवस्थामा छाडिएको थियो। जब ऊ यस अवस्थामा लम्पसार परिरहेको थियो तब एक पुजारी त्यही बाटो भएर जाँदै थियो। उसले चोटले भरिपूर्ण रक्ताम्य घाइते व्यक्तिलाई देख्यो, तर पुजारीले घाइते व्यक्तिलाई सहायता नगरिकन अघि बढ्यो। त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एउटा लेबी पनि त्यस ठाउँमा आइपुग्यो। त्यहाँ कस्तो घटना घट्न पुगेको रहेछ भनी उत्सुक बन्दै ऊ त्यहाँ रोकिन पुग्यो र पीडिततर्फ नजर लगायो। यस अवस्थामा उसले के गर्नुपर्नेछ भनी उसलाई थाहा थियो, तर यो कुनै अनुकूल कार्य थिएन। यदि ऊ त्यस बाटो हुँदै नआएको भए सो घाइते व्यक्तिसँग उसको जम्काभेट नै हुने थिएन होला भनी उसले तर्क गर्न थाल्यो। यो मामला आफ्नो सरोकारको विषय होइन भनी उसले स्वयं आफैलाई मनायो र ऊ पनि अर्कोपट्टि तर्केर गयो। तर एक सामरी त्यही बाटो हुँदै जाने क्रममा त्यस पीडित व्यक्तिलाई देख्यो र अन्य मानिसहरूले गर्न अस्वीकार गरेका कार्य पूरा गर्यो। उसले दया अनि उदार भावना प्रकट गर्दै त्यस घाइते व्यक्तिको सहायता गर्यो। त्यसलाई देखेर उसको मन दयाले भरियो र त्यसकहाँ गएर तेल र दाख मध्ये लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो र आफ्नै गधामाथि चढाएर त्यसलाई एउटा पौवामा लाई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले 2 चाँदीका सिक्का पौवाको मालिकलाई दिएर भन्यो, यिनको हेरचाह गर र अरू बढी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। पुजारी र लेबी दुवैले धर्मनिष्ठता प्रकट गरे, तर सामरीले चाहिँ आफू साँचो रूपले परिवर्तित बन्न पुगेको तथ्यता प्रकट गर्यो। जसरी पुजारी र लेबीका निम्ति सो काम गर्नु अनुकूल थिएन, त्यसरी नै उसको निम्ति पनि त्यो एक अनुकूल काम थिएन। तर आत्मा र कार्यहरू मार्फत उसले स्वयं आफैलाई परमेश्वरसँग एक भएको रूपमा प्रमाणित गर्यो। यो पाठ दिने क्रम मार्फत ख्रिस्टले व्यवस्थाका सिद्धान्तहरूलाई प्रत्यक्ष तथा जोरदार रूपले प्रस्तुत गर्नुभयो र उहाँका श्रोताहरूलाई यो कुरा देखाउनुभयो कि तिनीहरूले ती सिद्धान्तहरूलाई अवलम्बन गर्न इन्कार गरेका छन्। उहाँका वचनहरू यति निश्चित तथा तीक्ष्ण प्रकारका थिए कि श्रोताहरूले दोषपूर्ण तर्क गर्ने कुनै मौका नै पाउन सक्दैनथे। व्यवस्थाको पण्डितले यस पाठमा निन्दा गर्न सकिने कुनै त्यस्तो कुरा फेला पार्न सकेन। ख्रिस्टको बारेमा उसले अंगालेको पूर्वाग्रहपूर्ण विचार हट्न पुगेको थियो, तर व्यवस्थाका पण्डितले सामरीलाई उसको नाम पुगार्दै जस दिन सक्ने गरी पर्याप्त मात्रामा आफ्नो जातीय घृणामाथि विजय प्राप्त गरेको थिएन। जब ख्रिस्टले सोध्नुभयो, तिम्रो विचारमा यी 3 जना मध्ये डाकुहरूका हातमा पर्ने मानिसको छिमेकी कुन चाहिँ ठहरियो? तब उसले जवाफ दियो, त्यस मानिसमाथि दया देखाउने चाहिँ। तब यसुले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर।